हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल है आज चाहिँ हामी यहाँ गङ्गाहरूको घर आइरहेको छौँ साथीहरूसँग एमएडको साथीहरूसँग अन्ना नजाऊ पनि खै त हेरौँ न अन्नाहरू तुला छ है हेलो हेलो यहाँ साथीहरू नि हुनुहुन्छ है कस्तो लुकेको हो अनि के छ ब्लगर यहाँ साथीले चाहिँ अनलाइन बिजनेस सुरु गर्नुभएको छ है त्यही भएर हामी आज यसो छुट्टीको दिन भिजिट गर्न आएको हो कहाँ त हेरौँ अनलाइन सपिङ किनिसकेको तिमीले बनाइसकेको लगाइसकेको साथीहरू चाहिँ अब यहाँ लुगा हेर्नु थाल्नु भयो है लु हेर हेर यहाँ सम्पर्क गर्न सक्नुहुन्छ है कपडाहरू मलाई त कुनै पनि हुँदैन यहाँ भएको मलाई ठुलो ठुलो मनपर्छ के भएको छ अरे डिएम गर्न सक्नुहुन्छ सिओडी हैन सिओडी गर्न सक्नुहुन्छ अनलाइन धरान भ्यालुभरि चाहिँ अनलाइन डेलिभर हुन्छ कि हुँदैन हुन्छ नि हुन्छ अनलाइन डेलिभर हुन्छ अस्ति चाहिँ मैले अनलाइन डेलिभर हुन्छ कुदैन साथी इयरिङहरुको पब्लिक गरेको थिएँ हजुर हुन्छ आज चाहिँ तपाईहरुलाई यो लुगाको अनलाइन अर्डर गर्न सक्नुहुन्छ अस्ति कानको आज लुगाको अर्को नि लाइट वाला न यति नै हो गङ्गादी तपाईको थामा भर्खर स्टार्टिङ त गर्नु भयो अरे ए यो त आउटर रहेछ त यो राम्रो छ त तर मलाई मन पर्यो तिमीहरूलाई हुन्छ अलि सानो सानो मान्छेहरू त एउटा एउटा आज बोक्नुपर्छ सक्नु यो के बनाउनु जामामा लाउनु हैन यतिकै आउटहरु गएको ल्याउ बनाइहाल्छ लु लगाऊ त यो त 80 को हाम्रो यो टाइप मलाई चाहिँ 10 मन गाइजरको भिडियो गर्नु पर्यो ओइ चटपटे म त खान्न पानी भयो के खान्न म त गर्दिन ट्राई गर्दिउ हेर यो पनि राम्रै लाग्यो तर मेरो खै हेरौँ कस्तो देखियो यता हेरौँ त यसको यो अर्को सबै सेट त है ओए फेरि यता भिडियो बनाएर ल अलि पर जाऊ त यता हेर त कस्तो राम्रो क्या अलि पर जाऊ न यो भन्दा चाहिँ कतिको पर मेरोमा कस्तो राम्रो क्या लुती मान्छेहरूलाई चाहिँ राम्रो हुने रहेछ खै आम्मामा पेला पेला मोडल गर्नुपर्छ ल है अनलाइन मोडल गर्नु हामीलाई कस्तो त हेर न यो मेरो राम्रो देखियो ए लु राम्रो लगिहाल्यो त ट्राई गरेर अब दुईजनाले लगिहाल्छ यस्तो चाहिँ कत्रो तँमा यो सिटी रुममा चाहिँ टन्ट लाइटहरु परेको लु मोडलहरूलाई केही भन्नु छ दुई शब्द बोल्दैन सो साथीहरु यो चाहिँ यस्तो छ ड्रेस बाल्नु न अनि अध्यात्म यता पिछाडी चाहिँ यस्तो छ पछाडी यस्तो छ तपाईहरुलाई मन पर्यो भने अनलाइन हैन गर्न सक्नुहुन्छ यो चाहिँ सेट हो कसिसन पनि केही बोल दुई शब्द म त अहिले बोल्ने बोल न बोल ल कति हो अब बार्गेनिङ मिल्यो भने लाने हो बार्गेनिङ गर्ने दाम मिल्यो भने लाने होला नि होइन म चाहिँ यहाँ छु मलाई ट्राई गर्नु लुगा चाहिँ खासै भेटिनँ सानो सानो लाग्यो अब हेर्दै गर्नु होला हामी यहाँ साथीहरूले अझै ट्राई गर्दै हुनुहुन्छ है हेर्दै हुनुहुन्छ तिमी चाहिँ के हेरेको म यो हेरेको टी-शर्ट ए त्यो राम्रो रहेछ मोटा त छु त्यही भएर मोटो मोटो लाने कि मलाई नि हुन्छ कि क्या हो त्यो त त्यो हुन्छ यो तिमी नै लगाऊ यो कसरी हो सबैजना राम्रो राम्रो देखियो हेर्छु ल धेरै छैन सिओडी हेर्नु ल आज चाहिँ ल त मेरो नि मेरो मोबाइल ल आज चाहिँ मैले यो सेलेक्ट गरेँ होइन गङ्गा दिदीको अनलाइन सपमा अर्कोवाला यो झन्डै सबै लुगा पठाइछु एउटा एउटा लाँदा त झन्डै यो वाला दिदी हो लाइट अफ गर्यो यस्तो राम्रो लाइट हुँदा
गर्दा हुने तिमी पनि आउन गङ्गाले भिडियो गर्नुहुन्छ तपाईँहरूलाई पनि यस्तो यसरी आउन खोइ तिम्रो यो म त मेरो चाहिँ आजकै हो टी सर्ट लानु न टिक ड्रेसहरू यस्तो यस्तो चाहिँ तपाईँहरूलाई मनपर्छ भने चाहिँ आउन सक्नुहुन्छ गङ्गामा छ तपाईँहरू अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ है हजुर अरू के मेरो मोडल निहरू आधी मोडल हो मोडलनीहरू चाहिँ पुरा कन्टेस्ट हिँड्दै आउँदैन आफ्नो यसको त पेट पनि देखाउँदैन रहेछ यसले नि देखिँदैन यसले नि देखिँदैन यसले त पेट पनि देखाउँदैन रहेछ के रे मलाई मान्छेले लाउँदैन भने मेरो चाहिँ अलिक लुकाउनु पर्ने छ कि यस्तो तर नि त्यस्तो देखेको नि कस्तो फिट भइरहेको तिमी चाहिँ कति छिटो लुगा फेरेको त को अहिलेको भेस्ट त्यस्तो भयो है भेस्टहरू राम्रो राम्रो रहेछ तपाईँलाई पनि चाहियो भने लिनु आउनुहोला हाम्रो साथीकोमा साथीले अब अलिक दिनपछि इन्स्टा फेसबुकतिर लिङ्कहरू राख्नुहुन्छ है एलिसाले यो टी सर्ट लियो है बालुले यो टी सर्ट लियो टी सर्ट भन्छ कि भेस्ट भन्छ यो भनेको चाहिँ बटरफ्लाईवालाहरूलाई बटरफ्लाई टी सर्ट तिम्रो चाहिँ कुन फ्लाइ हो चाहिँ मिनी फ्लाइ हो अनि मेरो चाहिँ यो हो मैले नि लिएर गएँ है उसको पोलकाटा आउ त यहाँ दुई लु भन न म यता मिल्छु ल हामीले चाहिँ यस्तो क्युट 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 बटरफ्लाई टाइपको हामीले टी सर्टहरू लियौँ यदि हजुरहरूलाई पनि चाहिन्छ यो वाला यो टाइपको भने होइन तपाईँहरूको चाहिँ यदि मोटो हुनुहुन्छ पेट अलिकति ठुलो छ भने चाहिँ पेट के हुन्छ त लुकाउन पनि चाहिँ मद्दत गर्छ यसले त्यही भनेर चाहिँ यस्तो गर्नुहोस् अब यो चाहिँ सोल्ड आउट भइसक्यो अब इनकेस हजुरलाई मन पऱ्यो भने चाहिँ लिन आउनुहोस् अनि त्यो फेरि आइहाल्छ त्यसमा केही फरक पर्दैन आइहाल्छ फेरि होइन अब अझै राम्रो राम्रो ल्याउनु होला कपडाहरू अहिले पनि राम्रो छ यस्तो छ काले देख्नुभयो अस्ति मसँगै छ अनि यहाँ लुगा पनि लाइट पाइने देखाऊ है त लुगा पनि पाइने खाजा पनि पाइने नो भुइँमा बसेर डिस्काउन्ट खानुपर्छ होला लुगामा लाग्छ खै खाजा यतापट्टि ल हामी चाहिँ खाएको है गाइस पखान भिडियो बनाउँछ क्या हामी जुदाउनु पर्छ भयो खाएर फेस अरू भन्दा नि फेसबुकमा चाहिएको छ फोटो 16वटा फोटो मागिरहेछ त्यो पनि सक्यो तर मेरो त छ त अझै दोस्रो पटक मलाई चाहिँ कति धेरै दिउ दिएको यार ज्यादा खानु सक्दिनँ यार अचेलभरि ल अब खाजा नि खाइसक्यौँ अब साथीभाइहरू मलाई एउटा हेल्प गर्नुहोस् न त्यही है अलिक पछि आइ यतै भिडियो बनाउँदैछ नि हामी आएकोमा कस्तो लाग्यो तिमीलाई आउनुभयो मलाई मेरो लुगा किनिदिनु भयो धेरै धेरै धन्यवाद ओके अझै राम्रो राम्रो ल्याउनु होला अब भयो भने किन्छौँ हामी दामी दामी ल्याउँछु अलि यहाँ मोटो मोटो मान्छेलाई नि अलिक हेर त मेरो यस्तो देखिँदैन म यही लाग्दा मात्र छैन त तिम्रो हेर्नु होला म चाहिँ यस्तो भएको छु कस्तो जाउँ भन्नु लुगा लाएर यो मैले सपिङ गरेको यो दुईटा हो के भन्छ ल भेस्ट कि क्रप टप हो कि के भन्छ है अब हाम्रो आजको भ्लग यति नै ल उहाँ चाहिँ अनलाइन सपिङको ओनर हुनुहुन्छ ओनर साथीहरू अब हामी घर जाने बाई बाई थ्याङ्क यू सो मच बाई बाई ओके म यहाँ छु सी यु नेक्स्ट भ्लग बाई बाई Thank you for watching.